So guys, welcome to my new vlog. Hope so सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु। मौसम के हो यार यस्तो कस्तो घाम लाग्यो अहिले हैन यहाँ भुइँमा खुट्टा टेक्ने जस्तो छैन। अस्तिसम्म पानी परिरहेको थियो अहिले घाम लाग्यो के हो नि अब त्यो कुरा छोडिदिउँ। पानी मन जान लाग्यो बोतल खोजिरहेको दुईटा मात्र भेट्यो अहिलेसम्म अझै एक दुईटा बोतल कहाँ कुन्नी What is your name, man? Look at here. Boy, इधर What the hell, cute. कति फोरो है यार छे ओए कुत्ते त्यो पुरा छुम पानी भर्नुतिर लागम गाइजहरु एउटा बोतल भर्छ यति बेला अनि दुईटा बोतल छ घाम उस्तै छ सक्नु छ यस्तरी छोपेर लिएर जानु परिरहेको बोतललाई अब यो बोतललाई फ्रिजमा राखिदिन्छु केटा मलाई यो कुकुर मन पर्यो रे यस्तो फोहोर हुन त त्यही नि क्या राम्रो हेर्न राम्रो छैन देखियो कि नै राम्रो छैन यस्तो कुकुरलाई राम्रो छैन भन्नु क्युट छ क्युट तर फोहोर यता हेरिदिनुहोस् राम्रो छ जे होस् तर यो घाम हेर्दा यस्तो घाम छ गाइस यस्तो घाममा त कसम खैको नि पोल्छ यहाँ ठ्याक्क टाउको माथि आयो क्या ठ्याक्क टाउको माथि आउनुला नै छ जो सकिन्न बाप्रे डेन्जर डेन्जर अझ यस्तोमा डिया भैँसी बाह्र भैँसी भएको लागि झन् दुःख हुन्छ घाँस काट्न गरे के रे कसो रे राम अब सहर गएको त छुट्टीमा मस्त एसीमा बस्छन् गाउँका नि बस्छन् कसैले एसी जोडे त त्यही पनि यस्तो हो यो लगाइछ अब यस्तो घाममा त सकिन्न जस्तो छ दिउँसैतिर ब्लग कन्टिन्यू गर्छु मैले नत्र सक्दिनँ म त यस्तो घाममा त हेर्न ठ्याक्क टाउको माथि आएको घाम राम भात कालो हुने भयो त्यस्तो कालो मान्छे झन् कालो हुने भयो ठिक छ अन्त चढेर साथीहरू अब घाम अलिक कम भयो धेरै कम नि भएन हेर अलि कम भयो अलि हावाला अलि यतिको भयो भने सन्तोक छ अनि अलिक केरा खान लाग्यो केरा ग्याप छान्छु अनि यो बिरालो क्या मासललाई यो बिरालो खाने यसलाई छप्काउनु पर्छ मासलले 1 लिटर दुध चुट पार्थ्यो त्यही हो अब यसो अहिले त केही गर्न सकिन्न म केरा खान्छु अनि यसो शीतल हावा लगाए जस्तो शीतलमा बस्छु म होइन त्यसै आई विल कन्टिन्यू केटा घामको त पुरै नभएर होइन यहाँ वाक्क भइसक्यो घामले गर्दा अलिअलि हावा लाखा कि त्यही पनि घामले यस्तो वाक्क पार्छ नि केटा होइन हेर न घाम यस्तो टल्क्यो म यस्तो कपडै लाखेन क्या यहाँ पसिना आइसक्यो भित्र पङ्खामा बस्दा नि पुस लाग्यो हेर न केटा यहाँ पङ्खा चलिरहेको होइन गरम भइरहेको हरिब गरम भयो हरिब कसम गुमुक्क पार्ने क्या वाक्क भइसक्यो पारा थाल्छ यार यस्तो अझ यो कोठा यस्तो गर्मी नि यो कोठामा आलु राख्दै भने आलु उसिनिन्छ क्या पुरा बिहानदेखि साँझसम्म छोड्दै बार एउटा आलु उसिनिन्छ क्या त्यस्तो हरिब गर्मी अनि फेरि कुराहरू छ भने साँझ फेरि चिसोमा कसम बिहान उठ्दाखेरि पङ्खा रन्किन्छ जाडो हुन्छ त्यही भएर यहाँ हेर यो कम्मल छ यहाँ हेर न घाम यहाँसम्म आएको घाम हेर वाक्क लाग्न लागिसक्यो वाक्क त्यसपछि गरेर चाहिँ मैले यहाँ ट्याक्क चिया र चिउरा खान लाग्छु अब यस्तो मिठो हुन्छ चिया र चिउरा दामी हुन्छ नि केटा दामी आहा बाहिर निक्न सकिन्न अब यस्तै गरम भइरह घाम भइरह अनि त्यसै अर्को कुरो चाहिँ मेरो कलेज सुरु हुन्छ यार अब कलेज जाने भइसक्यो केटा अब कलेज चाहिँ ठ्याक्क अबको 5 दिन पछि चाहिँ कलेज छ अनि देख्न सक्छु बुकहरू त्यो कपीहरू त्यत्रो थुप्रा राखिसकेको मैले टन्नै कपीहरू छन् अब बुक पनि अब आउँछ किन्नुपर्छ होइन
कलेज जाने भइसक्यो क्यार नि अहिले चाहिँ गाइज होइन यस्तै छ मौसम के गर्नु त नि योभन्दा राम्रो हुन्न मौसम अब उतातिर त शीतल छ गरे पाहाडतिर अब यता त यस्तै अब सहनुपर्छ सहन होइन यता के भइरहेको भन्दाखेरि त्यता त बिउ राख्ने कार्यक्रम चलिरहेको रहेछ बिउ राख्ने अब म चाहिँ के गर्नु लाग्यो भन्दाखेरि अब पहिला त यो ढल्यो नि त यो अलि यतातिर सार्नु पर्ला होइन यो ढलेको यसलाई क्या अलि यतातिर साइडमा लगाइदिन्छु अनि त्यसपछि गएर चाहिँ यहाँ अलिअलि घाँस देख्न नि यो घाँस काटेर यही हैसले काटेर उता पहाडीलाई हाल्नु पर्ला क्या त नि यता रहेछ अलि घाँस यो अलि सफा गर्नु पऱ्यो अब आई विल डु द्याट है यहाँ कस्तो जुडी भयो यार यहाँ डेन्जरै जुडी भयो रहेछ सर्पा सर्पीको डर हुन्छ डर अनि यति भने ठडाइदियो यति साइडमा लाग्यो त्यहाँदेखि घाँस चाहिँ कहाँदेखि काट्न सुरु गरौँ भन्ने कुरो उतै काट्छु त्यही घाँस काट्छु च्याप्पा लगाएर न ट्याक्क यो यही घाँसबाट सुरु गर्छु है त मैले अब हेर्दै हेर्नुहोस् मेरो कटिङ स्किल्स गाइज यार यति घाँस त काटेँ घाँस काट्दा काट्दा मैले के देखेँ भन्दाखेरि होइन हेर्न यो के हो थाहा सर्प काउचुली हो हेर्न काउचुली डेन्जर ठाउँ छ डेन्जर ठाउँ छ डेन्जर आमा पानी दिँदै हुन्छ भैँसीलाई सर्प हुन्छ यार यहाँ त अब हेर्दैन यति काट्छु त्यसपछि बढ्दा सक्दिनँ यति भने क्लियर हुन्छ भनेर काट्दै गरेको सर्प भने डर लाग्ला हेरेर काट्नुपर्छ काउचुले नि कस्तो झुन्ड्यायो क्या अब यतै कतै दुलोहरूमा होला त गरे होइन सर्प काउचुले नि कस्तो हो यार पान सर्प भयो त केही पनि हुन्न अब ठुलै सर्प भएको त बाबा अरे बाबा मार्छ अरू सर्प भएको त पान सर्प भएको त हाल्यौँ न त्यही क्रममा मैले लौका देखेँ लौका किन ठुलै भएन यार ठुलो भएको खासै लौका छैन अब होला नि अब त्यति त आमाले काट्नु अब यति क्लियर हान्छु ल यो त गाई यति क्लियर हान्छु भेट्छु है त म साथीहरू यत्रो घाँस काटेँ थुप्रै खाएँ अनि यति काटेँ अब उताको अलि छैन यति मात्र मैले सक्ने भन्ने अन्त अलि अप्ठ्यारो पनि रहेछ क्या यता काट्न हिलो रहेछ त्यही भएर यत्रो है घाँस चाहिँ अब यसलाई पुरै त राख्दिन्न होइन कसरी हेरेर राखिदिन्छु खालास किन खान्थेनस् र भैँसी यति राखेर अब ट्याक्क लगाएर हात खुट्टा धुन्छु होइन त्यतिमा यो घाँस पनि राख्ने अर्डर आयो बाबु घाँस खान्छु नमस्ते साला नमस्ते गर्ने यार दादालाई नमस्ते नगर्ने क्या खा मजाले तिर्दिन्छु अझ मलाई हुन्छ भाइ नमस्ते गर जी गर
भाग्यमानी भएछ अरे दादा दादालाई ढाक्दिने यार टाउको लाएर पिट्नु खोज्दैछ बाबु मोमो बनलास मोमो बफ मोमो बनलास होस् गर खुट्टा देखाउँदो रहेछ साला बफ मोमो बनाइन्छ न त बफ मोमो ओहो हिँड्छम देखिएलाई त्यही गाइज आजको लागि यति नै ब्लग कस्तो लाग्यो ब्लगलाई लाइक गर्नु नबिर्सिनु होला च्यानलमा नयाँ सब्सक्राइब गर्नु नबिर्सिनु होला अनि कमेन्ट पनि गर्न नबिर्सिनु होला थ्याङ्क सो मच वाचिङ बाई